गाइस स्वागत छ मेरो नयाँ भिडियोमा तपाईहरुलाई। आज चाहिँ हाम्रो सानो सानो च्यालेन्ज भिडियो छ। च्यालेन्ज भन्दा पनि मैले चाहिँ यहाँ खाना राखेको छु, खानेकुराहरू पकौडा, केरा अनि बिस्कुट छ, चाउमिन, अन्डा अनि यो मैदा पनि छ। अब हामीले चाहिँ त्यो सबै जसको नाम छ त्यो चाहिँ हामीले यसमा लेखेर राखेका छौँ। जसले जे निकाल्छ, जसको किस्मतमा जसको भाग्यमा जे पर्छ त्यो चाहिँ खानुपर्छ। यहाँनिर स्पाइसी पकौडा छ। यो पकौडाले के गर्छ पछि अब थाहा हुन्छ। ल अब चाहिँ हाम्रो मेरो प्यारी छोरीले तान्दै छिन् टोकन। ल तान के पर्ला रानी? चाउमिन खानै पाएकी छैनन्। मैदा चाउमिन गाइस त तिमी खाएर ल। मेरो प्यारी छोरी अर्पणालाई चाउमिन परेको छ गाइस। सपना पनि थियो चाउमिन खाने, पुरा भएको छ। ओके ल यो चाहिँ म फेरि चाउमिन हेर केटा, चाउमिन यो वाला टोकन हो चाउमिनको, म फेरि राखिदिएको छु। ल त्यसपछि हाम्रो भान्जा आइसकेका छन्, पश्चिमबाट आएका छन् भान्जा च्यालेन्जको लागि। के पर्छ सक्छन् कि नै च्यालेन्ज गर्न? ल तिमीलाई चाहिँ के पर्यो भन्थ्यो जस्तो लाग्छ? ल मलाई चाहिँ दुईटा चाउमिन र अन्डा। चाउमिन अन्डा हो। ल तिमीले टोकन तान। ल ल त्यही गाइस मैले तान्छु त। ल के अरू के छ भन्नु? अरु के छैन, म चाहिँ खानुमा डिस्काउन्ट चाहन्छु। ल ठिक छ। के पर्छ? अन्डा पर्छ के? चाउमिन चाउमिन परिसकेको छ गाइस। फेरि पनि देख्न सक्नुहुन्छ चाउमिन परिसकेको छ मेरो भान्जालाई। जति सक्छ एकैपल्ट लिन, न धेरैपल्ट लिन पाइँदैन नि। यो त एक बाइट हान्नु पर्यो तर। घुमाएर हान, तेर्साएर हान बस भएको छ। ल गाइसहरू चाउमिनवाला टोकन यो है, एकपल्ट हलाउँछु। ल फेरि मेरो के पऱ्यो भने त नातिलाई चाहिँ चाउमिन हो। ल चाउमिन उसलाई पनि चाउमिन चाहिएको छ, तर मलाई चाहिँ पकौडा आयो हुन्थ्यो जस्तो लागिरहेको छ। ल तान देख्न सक्नुहुन्छ मैदा आएको छ। मैदा आएको छ। मैदा देख्न सक्नुहुन्छ, मैदा खाने चिज होइन। मैदा चाहिँ पनिसमेन्टको रूपमा राखेको छ यतातिर। अब चाहिँ हाम्रो थोरै पनिसमेन्ट दिन्छ हाम्रो नातिलाई। ल झप्प पार्ने। ओके ल उतातिर ल पालो कसो आएको छ? के पर्छ त? पकौडा, स्पाइसी पकौडा आयो हुन्थ्यो। ल गाइस यो त स्लो मोसनमा तानिरहेको छ। ल हेर तिमी, हेर आफै चाउमिन। गाइस तपाईहरु देख्न सक्नुहुन्छ, फेरि पनि देख्न सक्नुहुन्छ कुशललाई चाउमिन परेको छ। तर चाउमिन सबैलाई आएको आइछ, खै किन हो? एकपल्ट भन्दा दुईपल्ट खान पाइँदैन। ल ओके ल हजुर लाइनमा लाग्नुहोस् तपाईँ। अब आइसक्नु भएको छ हाम्रो नाति सुगम। सुगमलाई चाहिँ के चाहियो? सुगम अन्डा चाहियो हो। ल हेर्न चाहिँ पाइँदैन नि भाइ नाति। गाइजहरु देख्न सक्नुहुन्छ सुगमलाई चाहिँ आएको छ काँचो केरा। काँचो केरा कस्तो छ? यता हेरेर भन, उता क्यामेरामा हेरेर भन न। अघि तिमीलाई के परेको? चाउमिन होइन? तिमीलाई चाहिँ स्पाइसी वाला, तिम्रो लागि स्पाइसी वाला पकौडा बनाएको। ल तान त, हेर्न चाहिँ पाइँदैन अलि माथि। गाइजहरु देख्न सक्नुहुन्छ मेरो छोरीलाई काँचो केरा परेको छ। कस्तो टेस्ट? मिठो छ। ल काँचो केरा अब भन्नु परिहाल्यो नि त। ल यसै गरी अब आएका छन् हाम्रो पश्चिमका भान्जा, मेरो प्यारो भान्जा। खिरी आइसक्यो है त गाइस, खिरी आइसक्यो। तिमीले के परेको? चाउमिन खाएको होइन अघि? तिमीलाई पनि एकपल्ट मैदा आयो हुन्थ्यो, धेरै नआएर यतातिर। ल तन्की तन्की ल पकौडा गाइजहरु स्पाइसी स्पाइसी एकदम स्पाइसी पकौडा आएको छ गाइजहरु चटनीको साथमा। पछाडि नजानु ल कस्तो छ? स्पाइसी छ। दुटो दलेको मान्छे आइसक्यो। ल गाइजहरु नाति आइसकेको छ, पिठो लगाएर आइसकेको छ गाइजहरु।
यो मान्छे त पहिले तानिदिन्छ त यार चाउमिन ल गाइस चाउमिन आएको छ अहिले त खुसी भएको छ चाउमिन आएर खुसी भएको छ तर एकपल्ट भन्दा दुईपल्ट खान पाइँदैन है ल हेर्दै गएको ल ल गाइजहरु फेरि आइसकेको छ छोरो है मेरो छोरो आएको छ गाइजहरु ल पानी हाल त पट्टापट पिरो भएछ ल ठिक छ हैन अगाडि राख्दा के हुन्न गाइजहरु कुशललाई केही पनि आएको छैन याक के पर्यो भन्दै बाबु माथि सिको अन्डा अन्डा उले त अन्डा मात्रै भन्छ त ल आफै तान कस्तो छ पकोडा राम्रो छैन पिरो एकदम ल चाउमिन आएको छ नातिलाई देख्न सक्नुहुन्छ गाई चाउमिन आएको छ एकपल्ट मात्र जति लिन सकिन्छ भएन अलि धेरै लिनुपर्ने हो नि त ल गाइस मेरो प्यारी छोरी फेरि पनि आइसकेको छ स्पाइसी पकौडा खानको लागि अन्डु है मन्डु लौ मैदा कस्तो पकौडा कस्तो थियो पिरो मिठो हुन्छ पिरो हुन्छ एकदम ढक्कन त बनाइदिन नि फेरि परोस् भन्ने लाग्छ नपऱ्यो भने लाग्छ नपरोस् भन्ने लाग्छ होइन अहिले चाहिँ के पऱ्यो भने अन्डा बिस्कुट अन्डा ल तान हेरेर चाहिँ नतान ल पकौडा गाइस फेरि पनि पकौडा आएको छ गाइस स्पाइसी पिरो पकौडा फेरि पनि पहिला पनि पिरो पकौडा आएको थियो अहिले पनि पिरो पकौडा आएको छ गाइजहरु पिरो चटनीसँग ओके गाइजहरु मलाई चाहिँ सुरुमा पिठो पर्यो गाइजहरु फेरि चाउमिन पर्यो अब चाहिँ के भन्छ गाइजहरु यदि तपाईलाई हाम्रो भिडियो राम्रो लागिरहेको छ भने चाहिँ प्लिज लाइक गरेर कमेन्ट गरेर सब्स्क्राइब पनि गरिदिनु होइन होला ल ताना पिठो पहिला पनि मैदा आएको थियो अहिले पनि मैदा आएको छ गाइजहरु धेरै दुखी चोरी बन्यो हल्का मात्रै लगाएर गयो नि त धेरै दुखी हुनुहुन्छ यहाँ ल गाइज हामसल पनि आएको छ गाइजहरु फेरि पनि मैदा मैदा खाने हो ल किच्ने अन्डा भर्छ के कुशलको अन्डा चाउमिन देख्न सक्नुहुन्छ गाइज कुशललाई फेरि चाउमिन परेको छ पहिले पनि चाउमिनमा परेको थियो जति सकिन्छ घुमाएर हुन्छ कि चेप्टाएर हुन्छ जसरी पनि एक भन्दा दुई बाइट लिन पाइदैन कस्तो मिठो छ पिरो छ ल मेरो हाम्रो गेमको सबैभन्दा सानो सबैभन्दा प्यारो मेम्बर आइसक्नु भएको छ हामी चाहिँ उहाँलाई अब टोकन तान्नलाई रेडी रेडी लौ खिच तिमी चाहिँ झ्याल्टी गर्छौ नहेर्ने मैदा मैदा पर्छ मैदा अन्डा परेछ अन्डा अन्डा छ काँचो केरा अन्डा गाइस देख्न सक्नुहुन्छ सुगमलाई अन्डा परिसकेको छ उसलाई चाहिँ अन्डा खान धेरै रहन्छ अन्डा मिठो लाग्छ तर फेरि पनि अन्डा परेको छ साथीहरू ल फेरि पनि हाम्रो छोरी आइसकेको छिन् पिठो थोरै पिठो पिठो त नपुज्नु नि मेरो छोरीलाई चाहिँ एकपल्ट स्पाइसी वाला पकौडा उसले नै बनाएको त्यो चाहिँ परो जस्तो लागिरहेको छ मलाई ल केटा पकौडा 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 स्पाइसी पकौडा चाउमिन पऱ्यो गाइस कति खुसी भएको चाउमिन परेको छ मेरो छोरीलाई दुईटा चम्मच पनि लाउन पाइयो 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 कति खुसी भएको छ गाइजहरु दुईटा चम्मच लाउन पाइयो अघि भन्नुहोस् मामाजी देखो न गाइस बाहिर चाहिँ नफाल्नु है खानेकुराहरू त्यस्तो वेस्ट गर्नु हुँदैन ल गाइज मेरो भान्जालाई दुईपल्ट स्पाइसी वाला पकौडा पकाएको गाइजहरु ल मेरो भान्जालाई चाहिँ म भन्छु कि अहिले अन्डा परोस् ल मैदा पर्छ यहाँलाई
पकोडा पर्यो भने त फेरि गाह्रो पो हुन्छ त भान्जालाई त चाउमिन ल गाइजहरु अहिले चाहिँ भान्जा एकदमै खुसी भएका छन् चाउमिन पर्यो पहिला चाहिँ एकदम स्पाइसी पिरो पकौडा परेको थियो दुईपल्ट ल देख्न सक्नुहुन्छ कसरी खाँदैछन् दुई बाइट चाहिँ हुँदैन एक बाइट मात्र हो ल लेकिन ये साला कर क्या रहा है यहाँ पे जति सकिन्छ लिन पाइयो ल हाम्रो आइसकेको छ फेरि सुशान्तलाई चाहिँ के पर्छ ल सुशान्तलाई चाहिँ अहिले चाहिँ मिठो परोस् मिठो चिज परोस् ल अहिले चाहिँ सुशान्तलाई चाउमिन परोस् या अन्डा परोस् त्यसो हेर्न पाइँदैन त उसले बिस्तारै निकालेको छ केही पनि छैन निराश हुनु पर्दैन निराश हुनु हुँदैन यसको मतलब हो केही पनि छैन ल कुशल कुशल रमाइजी स्याड हुनु हाम्रो भाइ धेरै दुखी गाइस कुशललाई चाउमिन परेको छ ल एकपल्ट मात्र खान पाइन्छ ल जति आयो आयो त्यसपछि खाना देखो न गाइस देखो न अन्डा उतारिदिन्छु म के पर्यो हुन्थ्यो बाबु बिस्कुट अघि चाहिँ अन्डा अन्डा भनिरहेको थियो अहिले चाहिँ बिस्कुट खान मन लागेको छ मेरो नातिलाई लक्की छ मैदा गाइस देख्न सक्नुहुन्छ नातिलाई मैदा आएको छ हेर न भएन भएन बाबु थोरै भएन ल म गराउँछु ल वाह ल भयो ल जाऊ ल गाइजहरु मेरो छोरी फेरि आइसकेकी छिन् चाउमिन खाना यिनले स्टार्ट गरेको अघि हैन ल खिच मैदा 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 केही नै जिरो के पनि छैन ल खाली छ के पर्छ मलाई यो चान्स चाहिँ घुमाइसकेकी छिन् मेरो प्यारी छोरीले अब मेरो प्यारो भान्जा आएका छन् भान्जालाई चाहिँ अन्डा परोस् पकौडा नपरोस् दुईटा चाहिँ नलिनु ल अन्डा यस गाइस अहिले खुसी भएको छन् अघि स्पाइसी वाला पिरो पकौडा खाँदा खाँदा वाक्क भएको थियो हैन अहिले चाहिँ पकौडा परेको छ मेरो प्यारो भान्जालाई ल अब मेरो प्यारो जेठो नाति मैदा मैदा ल देख्न सक्नुहुन्छ मेरो नातिलाई स्पाइसी पकौडा परेको छ अब स्पाइसी चटनीसँग मिसाएर खाँदैछन् कैसा लगा ल मेरो छोरा आएको छ मेरो प्यारो छोरो अब मेरो प्यारो छोरालाई के चाहिएको छ चाउमिन काँचो केरा नखाने बिस्कुट त कसैलाई आएन त आउँछ मलाई आथ्यो ल ठिक छ के भन्छ एकदम स्लो मोसनमा तानिरहेको छ छोरोले चाउमिन मैदा आएको छ गाइस मैदा आएको छ गाइस कुशललाई उता उता हेर्नु नि क्यामेरामा ल गाइस कुशललाई मैदा परिसकेको छ अब हाम्रो मैदावाला फेरि मेरो नाति आइसकेको छ गाइजहरु ल खिच त ताना नहेरेर अहिले मैदा आउँछ फेरि ताने भने अहिले पकौडा गाइस पिरो पकौडा आएको छ चटनीमा नडुबाउँदा पनि हुन्छ ल ल मेरो प्यारी छोरी आइसकेको छन् मेरो छोरीलाई के चाहियो अन्डा बिस्कुट पकौडा पकौडा हो ल ठिक छ एकपल्ट स्पाइसी वाला पकौडा मिलोस् न गाइस देख्न सक्नुहुन्छ भर्खरै पकौडा चाहियो थियो नानीलाई पकौडा पाएकी छिन् अलि स्पाइसी वाला खोज ल अलिक बाहिर राम्रोसँग वाउ मजासँग खाने ल अब मेरो प्यारो भान्जाको पालो आएको छ गाइजहरु के पर्छ त गाइस अहिलेसम्म त मलाई मैदा केरा परेको छैन के पर्छ त काँचो केरा ल काँचो केरा काँचो केरा ल मैले भनेकै आयो काँचो केरा आएको छ गाइज ल मेरो प्यारो भान्जालाई कस्तो मिठो छ मिठो हुन्छ हैन ठिकै छ भन्नु ल गाइज हाम्रो सुशान्त आइसकेको छ फेरि पनि मैदावाला सुशान्त ल के पर्यो हुन्थ्यो बाबु
चाउमिन चाउमिन ल चाउमिन हेर्दै हेर्ने नि त मैदा मैदा पकौडा परेको छ गाइजहरू पकौडा चटनीमा डुबाएर खाँदा पनि हुन्छ नखाँदा पनि हुन्छ कस्तो छ पिरो कसैलाई के पर्यो हुन्थ्यो सब चाउमिन लभर छ होइन के भयो बिस्तारै निकालेको छ बिस्तारै पकौडा गाई देख्न सक्नुहुन्छ सबैजनाले पकौडा परेको छ ल खाइहाल आफै निकालेर चटनी हाल्दा पनि हुन्छ नहाल्दा पनि हुन्छ ल टेस्ट गरेर खाएर हुन्छ कस्तो छ ल गाइज हाम्रो सबैभन्दा सानो लभली बोय आएको छ होइन सुगमलाई पकौडा पऱ्यो कि नै परिरहेको छैन अघि परेको के खानु मन छ के खाने मन छ बाबु अहिले अन्डा अन्डा 1 मिनट प्लिज हेर्न चाहिँ पाइँदैन ल ल ताना मैदा अन्डा देखो गाइस देखो न अन्डा भने थियो अन्डा नै पर्यो गाइस कस्तो छ अन्डा मिठो छ अरे अन्डा ल मेरो प्यारी छोरी आएकी छिन् अब त्यसै गरी ल ताना मेरो प्यारो छोरीलाई ल अघिकै आएको छ गाइस केही पनि आएन यसको मतलब हो कि केही पनि पाउँदैन उसले अर्को राउन्डमा पाउँछ मेरो ह्यान्डसम भान्जा फेरि आइसकेको छन् मेरो भान्जाको पाला आइसकेको छ फेरि पनि गल्यो मेरो ह्यान्डसम भान्जाको पाला आएको छ भान्जालाई के परोस् यार अहिले चाउमिन परोस् न यसलाई चाउमिन पर्छ लगाइरहेको छ भान्जालाई चाउमिन देखो गाइस देखो हेर्नु गाइस चाउमिन परेको छ मेरो प्यारो भान्जालाई 2 पल्ट खान पाइँदैन ल कस्तो छ ल फेरि मेरो ठुलो नाति जेठो नाति आएको छ पिठो त यसले खाएको छ मजासँग होइन गाइसहरू ल तान्ने नहेरेर तान्ने ल चाउमिन ल कस्तो आत्तेको ल गाइजहरू देख्न सक्नुहुन्छ चाउमिन उच्च एकदम खुसी भएको छ चाउमिन खान पाउँदा ल धेरै चाउमिन होला गाइजहरू म चाहिँ एकदम मिक्स गर्छु अब बिस्कुट आइदिनु बिस्कुट आयो यसले बिस्कुट मात्रै हुन्छ बिस्तारै तान्दैछ गाइजहरू के तान्दैछ पिरो पकौडा त तानेन अन्डा गाइजहरू देख्न सक्नुहुन्छ कुशललाई आएको छ अन्डा खुसी छ होइन एकदम ह्याप्पी छ ल मेरो यो भिडियोको एकदमै स्पेसल
स्पाइसी वाला हो ल गाइज मेरो प्यारो ह्यान्डसम नातिलाई चाहिँ एकपल्ट आओस् न पकौडा हैन बिस्कुट पकौडा गाइज मैले भर्खरै भनेको थिएँ पकौडा आओस् भनेर पकौडा नआएको छ भुलिएछ होइन ल गाइजहरू सुगम चाहिँ पकौडा खाएर गइसकेको छ स्पाइसी वाला मेरो छोरीलाई चाहिँ के पर्छ अब ल एकछिन त्यस्तो गर्न पाइँदैन चाउमिन हेरी निकाल्न पाइँदैन ल तान नहेरेर तान तिमीले अलिक च्याङ्गर लाग्यो कस्तो लाग्यो भिडियो यदि राम्रो लागेको छ भने चाहिँ लाइक गरेर कमेन्ट गरेर साथ दिनु होला साथीहरू यो चाहिँ अब लास्ट हो मेरो भान्जाको लास्ट ल भिडियो चाहिँ लास्ट भइसकेको छ अब के आएछ ल पिरो पकौडा ल गाइजहरू पिरो पकौडा आएको छ मजासँग डुबाएर खाने साथीहरू हामीलाई 3 जेलसम्म हेरेर साथ दिने सबैजना साथीहरूलाई धेरै धेरै धन्यवाद छ